हेलो दर्शन नमस्ते। आज हामी चाहिँ जेठको 22 गते यहाँ चाहिँ थानमा मेला लागेको छ। यतादेखि आउँदैछौँ अनि यहाँनिर थानमा चाहिँ मेला लागिरहेको छ। यहाँ चाहिँ ग्यामर हुँदैछ। यो चाहिँ भाउनेको तल पर्छ, भाउनेदेखि तल पर्छ। यहाँ चाहिँ रिङ चाहिँ 50 को 5 वटा अरे। यहाँ चाहिँ देखाइरहेको छ मेला लागिरहेछ। यहाँ चाहिँ मेला नयाँ सालको मेला हो, तर यहाँ चाहिँ अन्तिम मेला होला सायद, किनभने जेठको 22 गते लागिरहेछ नि त, त्यही भएर। यहाँ चाहिँ जिरीहरू छ। हेर्न नानी सेसी यहाँ चाहिँ मेला लागिरहेको छ। आऊ है, म चाहिँ एक छोरी सेसी जान्छु ल। यहाँ चाहिँ मेरो छोरीहरू छन्। खै त स्टाइल हेर्नुहोस् है, जेरीको स्टाइल है यो चाहिँ। यहाँ एक खाले स्टाइल हो यो जेरीको। मैले चाहिँ यस्तो देखेको थिएँ बनाउने मान्छे। यता चाहिँ खेल्ने ठाउँहरू छ। यता एकदम पसिना एकदमै धेरै आइरहेछ, गर्मी धेरै छ। हामी चाहिँ माथि अलिक पाहाडमा पाहाडको फेदीमा बसेकोले गर्दा धेरै गर्मी लागिरहेको छ। हेर्नुहोस् गाइस, आजको मेला यहाँ चाहिँ रेलहरू छ अनि यहाँ चाहिँ टिङहरू छ। यहाँ चाहिँ नानीहरू उफ्रिने ठाउँ छ, त्यसै नानीहरू खेल्ने। भाइ हाम्रो छोरी यहाँ बस्नु लाग्छ ल। यो एकछिन म भिडियो गरिसक्छु ल। एकचोटि सुन, भिडियो गरेर आउँछु है। यस्तोहरू छ। बाटोसम्म त्यहाँदेखि आयो यता केटीहरू। मोडहरू मेरो भिडियो चाहिँ धेरै लामो हुनाले चाहिँ मैले बजारले सबै देखाउनु चाहेँ। यता तल हुँदै यता माथि हुँदै अब यो चाहिँ भर्खर स्टार्ट हुँदैछ। यहाँ चाहिँ गर्मी धेरै भएकोले गर्दा एकैचोटि बेलुका मात्रै लाग्छ बजार चाहिँ, बेलुका लाग्छ। त्यही भएर म चाहिँ यहाँ हेर्न आएँ। खै त म यता छिर्छु, यता छिर्छु ल भाइ। एकदमै भिड लाग्नु थालेको छ यहाँ। मेला है, यो चाहिँ मेलामा गर्मी छ है। माराथान मेला भाउनेदेखि त यहाँ चाहिँ के
चलाउने हुन्छ नयाँ सालको अन्तिम बेला म चाहिँ यहाँनिर आउँदैछु मालाहरू के छ हौ यता पर चाहिँ यस्तैहरू रहेछ धेरै लामो भिडियो भइसक्यो मेरो चाहिँ उसले नानी हुँदैछ माथि मैले छिर्छु यति नै गर्न चाहे